सबैमा अभिवादन नमस्कार जय मसीह। आज हाम्रो विवाह भएको 13औं वर्षगाँठ म मेरो परिवार अनि छिमेकी आन्टीलाई लिएर हामी जयगाउँमा एउटा होटलमा अथवा रेस्टुरेन्टमा सानो कार्यक्रम सँगसँगै हामी हाम्रो विवाहको वर्षगाँठ बनाउनलाई हामी यसरी जयगाउँतिर लाग्छौँ। जयगाउँमा हाम्रो मेरो दुई छोरीले उनीहरूलाई कसैले रुपियाँ पैसा दिएको रहेछ मिठाई खानको लागि, उनीहरूले जम्मा गरेर राखेकी रहेछ र हामी दुईजनालाई केही गिफ्ट किनिदिन्छु भनेर उनीहरूले हामीलाई सपिङ मलतिर लान्छन् अनि हामी यसरी सपिङ मलमा गएर तिनीले हामीलाई केही कुरा किनिदिन्छन्। तर म चाहिँ केक लिएर हाम्रो जहाँनिर आज वर्षगाँठ पालन गरिने होटलमा म त्यहाँ प्रवेश गर्छु अनि म मेरो परिवारलाई एकछिन त्यहाँ पर्खन्छु अनि हामी सानो समयमा म मेरो छोरीहरूसँग यसरी सेल्फी गर्दै बसिराखेको हुन्छु अनि मेरो परिवार नआइन्जेलसम्म हामी यहाँ सेल्फी गर्छौँ अनि परिवार आइसकेपछि हामी प्रार्थनाद्वारा आजको सेवालाई गरिराखेको सबै कुराबाट तपाईँको मेहनत भएको होस्। जबसम्म हामी यहाँ हुन्छौँ तबसम्म तपाईँको प्रार्थना सकेपछि हामी परिवार मिलेर एउटा भजन गाउन हामी तयार हुन्छौँ। जो भजन हामीलाई अनुग्रह गर्नुहुने परमेश्वरलाई धन्यवादको उद्गारको साथमा यो भजन हामी गाउँछौँ। जुन भजनले यसरी भन्छ, हृदयभरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई। यो भजन हामी सम्पूर्ण परिवार मिलेर हामी गाउँछौँ। भजन गाइसकेपछि हामी केक काट्ने कार्यक्रम लाग्छौँ। होटेलकाहरूलाई थाहा थिए हामीलाई गस्पल गीतको आवश्यकता छ भनेर अनि उनीहरूले मिठो गस्पल गीतलाई ब्याकग्राउन्डबाट प्ले गरिदिनुहुन्छ। त्यही गीतको सँगसँगै हामी यसरी केक काट्ने कार्यक्रममा लाग्छौँ। हेरेको पनि छैन, गरिहाल्यो।
बाबा बाबा र हामी यसरी एक दोस्रोलाई खदा आदान प्रदान गरिसकेपछि हाम्रो बालबच्चाबाट पनि हामी खदालाई ग्रहण गर्छौँ अनि यिनीहरूबाट खदालाई ग्रहण गर्दै हामी यिनीहरूलाई आशीर्वाद प्रदान गर्छौँ। त्यसपछि हामीले केही फोटोहरू हामी लिइसकेपछि त्यहाँबाट हामीले अर्डर गरेका खानाहरू होटलबाट प्राप्त गर्छौँ अनि त्यो मजाले हामी सबैजना मिलेर हामी मजाले खान्छौँ र त्यसपछि हामी यहाँबाट बिदा हुन्छौँ।